यो हो नेपालको एक प्रतिष्ठित टिचिङ हस्पिटल। यहाँ दिनौं लाखौं मान्छेहरू विभिन्न जिल्लाबाट उपचारका लागि आउँछन्। यहाँ दिनौं लाखौं मान्छेहरू आउने भए पनि टिचिङ हस्पिटलले केही कुराहरू सुधार गर्ने पर्ने कुराहरू रहेछ। त्यसैले आज हामीले यही विषयमा भिडियो बनाएका छौं। भिडियो एकदमै इम्पोर्टेन्ट छ, भिडियो अन्तिमसम्म हेरेर पुरा जानकारी लिनु होला। हामी चाहिँ टिचिङ हस्पिटल प्रवेश गरेका छौं। यहाँ चाहिँ मेन प्रमुख समस्या भनेको चाहिँ पार्किङ रहेछ। पार्किङको चाहिँ एकदमै समस्या टिचिङको म तपाईहरुलाई देखाउँदै छु। यो चाहिँ हामी भर्खरै सुरुदेखि यता सुरुको गेटदेखि छिरेका छौं र यहाँदेखि हामी पार्किङ गर्नका लागि लगभग 10 मिनेट जति पर जानुपर्छ होला। अब यहाँबाट कहीँ छैन, खाली तपाईको पार्किङ गर्न चाहिँ एकदमै समस्या छ। यहाँको राखेको बाइकहरु यताउति स्क्रैच हुने, यताउति छुनी एकदमै नजिक बनाएर नजिकै राख्नुपर्ने। यहाँ देख्न सक्नुहुन्छ यहाँको अवस्था तपाईहरुले। र पार्किङलाई चाहिँ एकदमै समस्या छ यहाँको चाहिँ तपाईहरु देखाइरहेको छु मैले। यहाँबाट हामी यहाँ जाँदै छौं। यहाँबाट कहाँसम्म पुग्छ हेर्नु होला। त पुरै पार्किङ कहाँसम्म छ र यत्रो ठुलो हस्पिटलमा पार्किङको चाहिँ एकदमै समस्या छ यहाँको। हेर्नु होला तपाईहरुले। अझ कोही बेला तपाईको यहाँ चाहिँ चाँडो आउनु भएन भनेदेखि पार्किङ गर्ने समस्या एकदम पाइँदैन। पार्किङ पुरै प्याक हुन्छ। यहाँ 9-10 बजेको टाइममा चाहिँ पुरै प्याक हुन्छ। यहाँको समस्या यही पार्किङ चाहिँ अलि समस्या छ। यो भिडियो चाहिँ मैले विरोध गर्नको लागि बनाएको हैन कि यहाँको चाहिँ यो चाहिँ सुधार गर्नुपर्ने रहेछ भनेर चाहिँ सुधारको लागि मात्रै बनाएको। विरोध गरेको हैन, सुधार गर्ने पक्ष रहेछ भनेर सुधारको लागि चाहिँ बनाएको। विरोध गर्नको लागि चाहिँ भिडियो बनाएको हैन। यो विरोधको लागि चाहिँ नलिनु होला। भिडियोलाई चाहिँ एकदम सुधार गर्न पर्छ भनेर चाहिँ सुधारको लागि चाहिँ बनाएको भिडियो। यति ठुलो हस्पिटल छ, अरु यसको सेवा सुविधाहरू ठिकै छ, राम्रो छ, स्टेजको राम्रो छ। अब यसमा चाहिँ पार्किङलाई चाहिँ अलिकति व्यवस्थित, यहाँको पार्किङहरुलाई चाहिँ अलिकति व्यवस्थित गराइदिनु भयो भनेदेखि चाहिँ एकदमै राम्रो हुने थियो भनेर चाहिँ यसको लागि चाहिँ सुधारको लागि यो भिडियो बनाएको मैले चाहिँ। देख्न सक्नुहुन्छ तपाईहरुले। हामी वहाँदेखि एकदमै परदेखि आएका छौं। यहाँको चाहिँ अब अझ परसम्म हेर्नु होला कतिसम्म पार्किङ एकदमै पार्किङलाई चाहिँ अलिकति हेर्नु होला तपाईहरुले। पार्किङ चाहिँ अलिकति समस्या छ यहाँको। अब टिचिङ हस्पिटलले चाहिँ अन्डरग्राउन्ड हुन्छ कि कसरी हुन्छ यो पार्किङलाई चाहिँ यसो व्यवस्थापन गर्नुभएमा चाहिँ एकदमै राम्रो हुने थियो। राम्रो हुने थियो व्यवस्थापन गर्नुभयो भने। अन्डरग्राउन्ड हुन्छ कि के हुन्छ व्यवस्थापन गर्नु भने चाहिँ राम्रो हुने चाहिँ पार्किङ चाहिँ भन्ने कुरो हो। देख्न सक्नुहुन्छ यता अब यो मेन यो ग्राउन्डमा चाहिँ यताको ग्राउन्डमा कति छ पार्किङ हेर्नु होला। यहाँ पनि एकदमै नजिक एकदमै भएर पछि अब मान्छेलाई झिक्न एकदमै अप्ठ्यारो हुन्छ। बाइकहरु पनि यहाँको एकदमै नजिक भएर क्लोज तरिकाले राख्नुपर्ने छ यहाँको अवस्था। ल हेर्नुस् अब यो लाइनका बाइकहरु यहाँबाट चाहिँ अब कसरी झिक्ने, यो कहाँबाट झिक्ने बाइकहरु एकै ठाउँमा नजिक भएर राखेका छन्। यहाँ बाइकहरु एकदमै निकाल्नै गाह्रो छ यहाँको। पछि निकाल्ने बेला राख्नुभयो अहिले, निकाल्ने बेलामा एकदमै गाह्रो छ यहाँको। बाइक निकाल्ने बेलामा चाहिँ एकदमै अब यहाँबाट चाहिँ कसरी निकाल्ने एकदमै अप्ठ्यारो छ यहाँको बाइकहरु निकाल्नलाई चाहिँ। अब यो राउन्ड भएर हेर्न सक्नुहुन्छ पुरै राउन्ड भएर छ, उ परसम्म छ बाइक। अब यहाँ निकाल्न चाहिँ एकदमै गाह्रो छ यहाँको। निकालेर लैजान चाहिँ बाइकहरु राख्नु त पार्किङ त गर्नुभयो। यहाँ अब पछि अरूले थप्दै गयो अनि यहाँ प्याक हुँदै गयो। त्यसपछि अहिले चाहिँ अब पछि निकाल्ने बेला चाहिँ एकदमै गाह्रो हुन्छ।